समाजसेवी गर्दाखेरि त्यो भिडियो क्यामेरा लिएर जानु हस्पिटलमा भिडियो क्यामेरा लिएर जानुहुन्छ उसको चाहिँ अनुहार देखाउनु पर्छ जनतालाई यदि नु सत्य मनले गरेको भए चाहिँ उसले चाहिँ भिडियो क्यामेरा आवश्यकता पर्दैन जनताको मनमा त्यतिकै बसिहाल्थ्यो नि किन क्यामेरा लिएर चाहिँ दुनियाँलाई देखाउने नौटङ्की किन गरेको यो अवसरवादी हो विदेशमा केही गर्नु सकेन नेपालमा आएर चाहिँ यो समाजसेवी गरेर यस्तै घाइतेहरूलाई चाहिँ राहत के घाइतेहरूलाई राहत दिएको उसले आफ्नो पैसा लिएको हो खर्चबाट पैसा निकालेर दिएको हो त्यो विदेशबाट नेपाली जनता दाजुभाइ आमाहरूले चाहिँ खुन पसिना बगाएर कमाएको पैसा यहाँ नेपालमा पठाएको त्यही पैसा चाहिँ बाँड्दै हिँडिरहेको छ त्यसको हिसाब राम्रो र राम्रो भन्न सक्नु पर्यो है तिमीहरूले आशिका दिदीको बारेमा के बोलाएर थाहा छ साला तिमीहरू गोरु हो गोरु राम्रो मान्छेले राम्रो भन्न सक्दैन भने त्यो बुढो मान्छेलाई काट्दैन मेरो च्यालेन्ज तँलाई कम here I'll give you one सक्छ तैँले साला राम्रोलाई राम्रो भन्न सक्नुपर्छ है नेपालको जनताहरू जब यो गोरुको अनुहार पर्ने कुरो त झन् खतमै छ त्यो यो बुढो कहाँबाट आएको यति साह्रो भनेको छ कि आशिका तामाङ दिदीलाई यस्तो राम्रो काम गर्ने मान्छेले यस्तो भन्ने हो बुढो त्यसले बुझ्दैन what the hell man fuck you